A calm finisher, silent fighter and backbone of नेपाली क्रिकेट। हामी सबैको प्यारो शरद दाइले आज अफिसियली रिटायरमेन्ट लिनुभएको छ। यो सँगै हामी नेपाली र नेपाली क्रिकेट प्रेमीहरूले बिर्सिनै नसक्ने उहाँको च्याप्टर क्लोज भएको छ आजबाट। शरद भेश्वाकरको जन्म 1988 UAE मा भएको थियो र यो कुरा धेरैलाई थाहा पनि छैन होला, तर पनि ही प्लेड फर नेपालिज टिम एन्ड उहाँको अफिसियल डेब्यू पनि UAE सँगै भएको थियो। ही मेड हिज डेब्यू अराउन्ड 2004। उनले नेपालको लागि लगभग 2 दशकसम्मको लागि क्रिकेट खेलेका थिए र उनको यो क्रिकेट करियरमा चाहिँ भुल्नै नसकिने गेम भनेको चाहिँ 2013 को ICC वर्ल्ड कप T20 क्वालिफायरको थियो, जुन केनियाको एगेन्स्ट थियो। नेपाललाई 17 रन चाहिएको थियो जित्नको लागि लास्ट ओभरमा र उहाँले 3 वटा छक्का हानेर हामीलाई जिताइदिनु भएको थियो र नेपालले पहिलोचोटि 183 रनको टार्गेटलाई चेज गरेको थियो। यो थियो हाम्रो फर्स्ट हाईएस्ट रन चेज टार्गेटको हिस्ट्री, जुन शरद भेश्वाकरद्वारा पूरा भएको थियो। यति मात्रै नभएर उहाँले नेपालको लागि थुप्रै की रोलहरू निभाउनु भएको छ, जस्तै 2014 को वर्ल्ड कप पनि उहाँको कारण हामी लगभग क्वालिफाई भएको थियौँ। उनले 2014 को वर्ल्ड कपमा पनि एकदमै राम्रो खेल्नु भएको थियो। यति मात्रै नभएर उहाँ चाहिँ थर्ड ब्याट्सम्यान हुनुहुन्थ्यो नेपालको लागि, जसले चाहिँ 100 रन बनाएको थियो र यो 100 रन भनेको फिजीको अगेन्स्टमा आएको थियो र 2010 ICC क्रिकेट लिग डिभिजन 5 मा थियो। उनी नेपालको लागि एकदमै ब्याकबोन बनेर सधैँ अडिरहेका थियौँ। उनी डिफेन्सिभ ब्याट्सम्यान भनेर चिनिए पनि नेपालको लागि चाहिँ उनले चाहिएको बेलामा चाहिँ रनहरू बनाइदिने र फ्री शटको रोल पनि पूरा गरिरहेका थिए। उनले आज क्रिकेटको मैदानलाई छोडे पनि नेपाली र नेपाली खेलप्रेमीको मनमा सधैँ उहाँ रहनुहुनेछ र उहाँले गरेको योगदानलाई हामी सधैँ सम्मान गर्नेछौँ। ह्याप्पी रिटायरमेन्ट लेजेन्ड। थ्याङ्क यू शरद दाई फर एभ्रिथिङ यु हेभ डन टु नेपाल क्रिकेट। तपाईँले गर्दाखेरि नेपाली क्रिकेटको भविष्य चाहिँ एकदमै उज्जवल भएको हो। तपाईँ, पारस खड्का, यी दुईजना त एकदमै लेजेन्डरी हुनुहुन्थ्यो। त्यसमा बसन्त रेग्मी र हाम्रो शक्ति गौतमलाई पनि त बिर्सिनै सकिँदैन। यदि तपाईँहरूको पनि केही मेमोरिज छ शरद दाईसँग रिलेटेड भनेदेखि चाहिँ कमेन्टमा सेयर गर्न नबिर्सिनु होला। यति भन्दै म आजको यो भिडियोलाई यहीँ समाप्त गर्दैछु र यदि तपाईँहरूलाई चाहिँ मेरो भिडियो मनपर्छ भने चाहिँ भिडियोलाई लाइक गरिदिनु, सेयर गरिदिनु र च्यानललाई सब्सक्राइब गरिदिनु होला र सबैजनाले कमेन्टमा ह्याप्पी रिटायरमेन्ट शरद दाई लेखिदिनु है त। जय नेपाल।